Welcome to the course series video in MS Dynamics Nav 2013 R2. I'll explain how to create a new user, how to perform user setup, how to set district mapping for different user, how to work the core approvals setup, and how to work with time register and how to operate it on a pivot table. Step 1. Create new user. नयाँ युजर बनाउनको लागि हामी रोल सेन्टरमा जान्छौं र सर्चमा गएर युजर्स भनेर सर्च गर्छौं। युजर सर्च गरिसकेपछि हामीले यता युजर क्रिएट गर्नको लागि हामी यहाँ युजर लिस्टमा गएर न्यू क्रिएट गर्छौं। यता युजर क्रिएट गर्ने पहिला चाहिँ हामीले एक्टिभ डाइरेक्टरीमा त्यो युजरलाई पहिला क्रिएट गर्नुपर्ने हुन्छ। त्यसपछि मात्रै नाभिजनमा नयाँ युजर क्रिएट गर्छौं। नयाँ युजर क्रिएट गर्नको लागि यता एक्सनमा न्यूमा क्लिक गर्छौं। त्यहाँबाट विन्डोज युजर नेममा गएर सपोज एडमिनिस्ट्रेटर भनेर क्रिएट गर्छौं। विन्डोज युजर नेममा एडमिनिस्ट्रेटर क्लिक गरेपछि युजर नेममा त्यही नै आउँछ। त्यसैगरी हामीले यता अरु भनेको युजर सेटअप युजर पर्मिसन सेटअपमा इन्फर्मेसन राख्छौं। यो युजरलाई कुन कुन चाहिँ पर्मिसन दिने भनेर राख्ने हो। यता गएर पर्मिसन सेटअपमा गएर लुकअप गरेर हामीले यता त्यो युजरलाई कुन कुन रोल्सहरु एप्लिकेबल हुन्छ तिनीहरु दिन्छौं। अहिलेको लागि हामी बेसिक युजर दिन्छौं। बेसिक युजर्सहरुलाई दिने बेसिक युजर्सहरुलाई बेसिक युजर दिएपछि अरु कुनै एडिशनल पर्मिसनहरु छ भए हामी यता गएर अरु कुनै युजर पर्मिसनहरु यता एड गरिदिन्छौं। यसैगरी हामीले नयाँ युजर क्रिएट गर्न सक्छौं र त्यसलाई त्यो युजरलाई युजर पर्मिसनहरु दिन सक्छौं। स्टेप 2. परफर्म युजर सेटअप। युजर सेटअप क्रिएट गर्नको लागि हामी यहाँ सर्चमा गएर युजर सेटअप सेलेक्ट गर्छौं र हाम्रो यता अवेलेबल युजर सेटअपहरु आउँछ र नयाँ क्रिएट गर्नलाई हामी यहाँ न्यू गर्छौं। न्यू गरेर युजर आइडी एडमिनिस्ट्रेटर न्यू गरेर लिभिङ रुम एडमिनिस्ट्रेटर भनेर राख्दिन्छौं। त्यसैगरी रेजिस्टर टाइम हामी सेलेक्ट गरिदिन्छौं। त्यसपछि यो युजरलाई कुन चाहिँ पोजिसन हो भनेर हामीले यता सेलेक्ट गरिदिन्छौं। यो एडभाइजरी बोर्ड सीसी डीसी कुन चाहिँ हो त्यो युजरलाई जुन चाहिँ हो हामीले यसमा सेलेक्ट गरिदिन्छौं। यसरी हामीले युजरलाई युजर सेटअपमा हामीले क्रिएट गर्न सक्छौं। स्टेप 3. सेट युजर डिस्ट्रिक्ट म्यापिङ। युजर डिस्ट्रिक्ट म्यापिङ सेट गर्नको लागि हामी सर्चमा युजर डिस्ट्रिक्ट म्यापिङ भनेर सर्च गर्छौं। त्यसलाई खोल्छौं र हामीले अब क्रिएट गरेको युजर्सहरुलाई यता कुन कुन डिस्ट्रिक्ट अवेलेबल भ्यू गर्ने देखाउने हो यता भर्दिन्छौं। यदिगरी कुनै युजरलाई सबै डिस्ट्रिक्ट भिजिबल गराउने भए हामीले यता युजर डिस्ट्रिक्ट म्यापिङमा राखिराख्नु पर्दैन। यदिगरी कुनै डिस्ट्रिक्ट मात्र भिजिबल गराउने हो भने हामीले त्यो युजरलाई यता इन्कोप गरिदिन्छौं। त्यो गर्नको लागि इदर न्यू गर्छौं अथवा लास्ट लाइनमा आएर यता लिभिङ रुम एडमिनिस्ट्रेटरलाई मैले सेलेक्ट गरे। त्यसैगरी मैले कुन चाहिँ डिस्ट्रिक्टको मात्र उसलाई भ्यू गराउने हो मैले त्यता राख्छु। सपोजलाई मैले ताप्लेजुङ राख्दे। त्यसपछि भ्यू ओन्ली भनेको चाहिँ यो युजरलाई त्यो ताप्लेजुङको डाटा भ्यू मात्रै गर्ने कि एडिट पनि गर्ने भन्ने हो। यदिगरी त्यो युजरलाई भ्यू गराउने र एडिट नगराउने भए लिभिङ रुम एडमिनिस्ट्रेटरलाई ताप्लेजुङमा भ्यू ओन्ली भनेर गराइदिन्छौं। यो गर्यो भने लिभिङ रुम एडमिनिस्ट्रेटरले ताप्लेजुङको डाटा भ्यू गर्न पाउँछ र त्यसमा चाहिँ एडिट गर्न सक्दैन। यदिगरी उसलाई एउटा भन्दा बढी डिस्ट्रिक्ट भ्यू गराउने हो भए
त्यसैगरी मैले फेरि थप्छु र अब अर्को इलामको थपिदिए मैले यसमा भ्यू ओन्लीमा टिक लगाइन भने चाहिँ यो युजरले इलाममा चाहिँ एडिट पनि गर्न पाउने हुन्छ यसैगरी हामीले युजरलाई डिस्ट्रिक्ट म्यापिङ सेटअपहरु सेट गर्न सक्छौं स्टेप 4 कोर्स अप्रुभल सेटअप कोर्स अप्रुभल सेटअप गर्नको लागि हामी यहाँ सर्चमा गएर कोर्स अप्रुभल सेटअपमा जान्छौं यता हाम्रो लिस्ट आउँछ यो लिस्टले चाहिँ कोर्स अप्रुभल सेटअप देखाउँछ कुन यसमा चाहिँ कुन चाहिँ पोजिसनले कुन टाइपको डकुमेन्टहरु के कुन चाहिँ अथोरिटीमा गर्न मिल्छ भनेर देखाउँछ एक्जाम्पलको लागि हामीले यता लिस्ट गरेको छ जस्तै पोजिसन कोड डिस्ट्रिक्ट कोअर्डिनेटर डीसी लाई चाहिँ हामीले अप्रुभ गर्न अथोरिटी दिएको छ अप्रुभ चाहिँ कुन चाहिँ गर्ने भन्नाले पीए डकुमेन्ट्सहरु अप्रुभ गर्ने त्यसैगरी डीसी लाई फेरि अप्रुभ गर्ने अथोरिटी हुन्छ डीए को पनि डकुमेन्टहरु अप्रुभ गर्ने अथोरिटी हुन्छ त्यसैगरी डीसी लाई अप्रुभ गर्ने लोन डकुमेन्ट र अप्रुभ गर्ने लिंकेज यसैगरी डिफरेन्ट टाइपको पोजिसन को युजर्सहरुलाई हामीले के अथोरिटी दिने भनेर यता सेट गरेको हुन्छ र यो पोजिसन कोड चाहिँ हामीले अघि नै युजर सेटअप क्रिएट गर्दाखेरि चाहिँ त्यता त्यो युजरलाई पोजिसन कोडहरु असाइन गरेको हुन्छ यसैगरी हामीले कोर्स अप्रुभल सेटअपहरु सेट गर्न सक्छौं स्टेप 5 टाइम रेजिस्टर एन्ड पिभट टेबल टाइम रेजिस्टर गर्नको लागि यहाँ सर्चमा गएर टाइम रेजिस्टर सर्च गर्ने त्यसले चाहिँ यहाँ सिस्टममा भएको सबै टाइम रेजिस्टरहरु देखाउँछ मैले सबै सिलेक्ट गरेर यसलाई कन्ट्रोल ई गरेर एक्सेलमा पठाइदिन्छु यताबाट डाटा एक्सेलमा पठाइदिन्छ अब यसलाई पिभट टेबलमा लग्नको लागि म फर्स्ट डाटा देखि लास्ट सबैलाई कपी गर्छु सबैलाई सिलेक्ट गर्छु इन्सर्टमा गएर पिभट टेबल सिलेक्ट गर्छु त्यता सिलेक्ट अ टेबल अर रेन्जमा यतिकै छोड्दिन्छु चुज वेयर यु वान्ट द पिभट रिपोर्ट टु बी प्लेसमा न्यू वर्कसिट ठीक छ त्यसलाई ओके गर्दिन्छु अब मैले गर्दाखेरि चाहिँ यहाँ मेरो लेफ्ट राइट साइडमा पिभट टेबल फिल्ड्समा मैले कसरी पिभट टेबल भिजिबल गराउने भनेर हुन्छ मैले रोजमा चाहिँ युजर आइडी लाई जान्दिन्छु र मिनेट्सलाई मैले गरेर यहाँ सम गर्दिन्छु भ्यालुज यसले गर्दाखेरि अब मेरो पिभट टेबलमा के भिजिबल भयो भने कुनै युजरले सिस्टममा कति मिनेट लगइन गरेको छ भनेर इन्फर्मेसन देखाउने हुन्छ मैले यो युजर्सहरुलाई चाहिँ यता सर्ट A to Z गरेर पनि अल्फाबेटिकली पनि सर्ट गर्न मिल्छ अथवा मैले अब चाहिँ यो युजरले हामीले देख्न सक्छौं सम अफ मिनेट्स भनेको 3812 छ यो कुन दिन भनेर सिलेक्ट गर्नलाई मैले यो सम अफ मिनेट्समा डबल क्लिक गर्दिन्छु त्यो गर्दाखेरि चाहिँ त्यही एउटा पर्टिकुलर युजरको इन्फर्मेसनहरु यता हाम्रो अर्को सिट 4 मा देखाउँछ यसैगरी ब्याक जानलाई म फेरि सिट 2 मा जान्छु र कुनै अर्को युजरको कति हेर्नलाई कति सम अफ टाइम हेर्नलाई त्यसलाई डबल क्लिक गर्यो भने त्यो युजरको पनि कुन डेटमा कति मिनेटको लगइन भनेर यता भिजिबल हुन्छ यसैगरी मैले पिभट टेबलबाट कुन चाहिँ युजरको कति टाइम रेजिस्टर भयो भनेर हेर्न सकिन्छ थ्यांक यू फर वाचिङ दिस भिडियो